मान्छेलाई मान्छेबाट टाढा बनाउने सिर्फ दुईवटा कुरा हुन्छ। एउटा मुखबाट निस्किने बोली अनि अर्को जेबबाट निस्किने पैसा। हाम्रो जिन्दगीमा यो दुईवटै कुरा राम्रो छैन भने हामी कति बेला कोबाट टाढा हुन्छौँ थाहा नै हुँदैन। कसैसँग नजिक हुनका लागि पहिलो प्राथमिकता हो आफ्नो बोली। हामी अरूसँग कतिको कनेक्टिभ हुन सक्छौँ, अरूसँग बोल्दाखेरि हाम्रो स्वभाव कस्तो छ, हाम्रो मुखबाट निस्किएको बोली कस्तो छ, यो कुराले धेरै फरक पार्छ। अर्को हो पैसा। हाम्रो जेबमा पैसा कति छ, अहिलेको जमाना अनुसार अगाडि बसेको व्यक्तिको औकात के हो, हैसियत के हो र उसँग कति धन दौलत र सम्पत्ति छ, यो कुराले पनि हेरिन्छ। त्यसैले हाम्रो जिन्दगीको यो दुईवटा कुरा राम्रो हुनु एकदमै महत्त्वपूर्ण हुन्छ। पैसा भन्ने कुरो मेहनत पछि आउने कुरा हो, तर आफ्नो बोली वचन सुधार्न धेरै समय लाग्दैन, सजिलो अनि समय नलाग्ने। त्यसैले सबैभन्दा पहिला आफ्नो बोलीमा सुधार गर्नुहोस्। कुन व्यक्तिसँग कस्तो बोल्ने र कुन अवस्था ठाउँ अनुसार कस्तो बोल्ने यो पहिला बनाउनु पर्छ। थ्याङ्क यू सो मच। तपाईँलाई के लाग्छ?